पागल भयो मायाको भाकामा गाजल लाउनै भुलिन्छौ आँखामा कालो केसमा रातो रिबन कुन्नी तिम्रो साथ पाउँछ पाउँदैन खासै नअकल पार्न नि आउँदैन कालो केसमा। नमस्कार आदरणीय लोकप्रेमी दर्शक महानुभावहरू, पछिल्लो समय सारङ्गी संसार लाइभ दोहोरी घरको आँगनीलाई लोकप्रिय दोहोरी कलाकार कुलेन्द्र विश्वकर्मा र दीपिका बयम्बुले साँच्चै नै थप उचाइमा पुर्याइदिएका छन्। उही सुमधुर भाका कालो केसमा रातो रिबनको साथमा। हजुर प्रिय दर्शक, अत्यन्तै मार्मिक अनि प्रेमिल भावमा जमेको दोहोरीमा कुलेन्द्र र दीपिका बीच के कस्ता चोटिला र मिठा कुराकानी साटासाट हुँदैछन् त। आउनुहोस् प्रिय दर्शक, हामी पनि यहाँहरूलाई सिधै लिएर जाँदैछौँ यिनै कलाकारको साथ मनोरञ्जन गर्न यसै सारङ्गी संसार लाइभ दोहोरी घरको आँगनीतर्फ। कलाकारको विशेष सम्मान स्वरूप भिडियोलाई भने अवश्य पनि अन्त्यसम्म हेरेर आफ्नो मनमा लागेको प्रतिक्रिया जनाउन नभुल्नुहोला। औधी रसिलो पारामा दीपिका बयम्बुले दोहोरीको गाँठो फुकाइन् सुरुवातमै यसरी। मनमा गाँठो पर्या छ, मनको बात कहाँबाट गरम त सुरुवात भनिदिएपछि तुरुन्तै बाटो खोलिदिए कुलेन्द्रले यसरी। कालो कपाल छ रातो रिबन सँगै काट्न पाइन्छ कि जीवन भन्ना साथ मख पर्दै दीपिका आफ्नो पालोमा अघि बढिन् उसै गरी। सानो तिमी छ्या कस्तो नभने पाइएला नि, भाग्यमा छ भने के मात्र भनेकी थिइन्। पालो कुरेर बसेका कुलेन्द्रले झनै चम्काइदिए रोदी घरको आँगनी। तिम्रो रूपले छ मुटु खाएको ढुङ्ग्री मुग्री किन हो लाएको भन्न नपाउँदै हत्त नपत्ता बोलिहालिन् दीपिका बयम्बु। बरु खाली छ छैन त्यो मन, हल्का हलचल भएको छ यो मन भनिदिएपछि हुटहुटी बनायो एक्कासी कुलेन्द्रलाई यता। पागल भइयो मायाको भाकामा गाजल लाउनै भुलिछौ आँखामा के मात्र भनेका थिए। सारा दर्शक खुसीले रमाए अनि दीपिकाबाट झर्यो उस्तै मायालु जवाब। उनी तिम्रो साथ पाउँछ पाउँदैन खासै नक्कल पार्न नि आउँदैन। दीपिकाको यस्तो कुराले मन जित्यो एक्कासी कुलेन्द्र विश्वकर्माको। जोड्न पाए मेरो थर तिम्रो नाम दिलमा राखी सजाउने मेरो काम भन्ना साथ दीपिकाको मुहारमा एक्कासी खुसी भरियो अनि भाका भरिन् उसै गरी फेरि। फेरि यता घर पनि थर पनि पुरा हुन्थ्यो यो मनको रहर पनि के मात्र भनेकी थिइन्। हौसिए झनै कुलेन्द्र आफ्नो पालोमा उसै गरी फेरि। यो कुराले मन पानी पानी भो माग्ने हो कि भागेर जानी हो भनिदिएपछि बेसरी लजाउँदै दीपिका अघि बढिन् यसरी। एकोहोरो मायामा लागे नि तिम्रै हुन्छु भागे नि मागे नि। दीपिकाको यस्तो कुराले भित्रभित्रै खुसीले गदगद हुँदै कुलेन्द्र विश्वकर्मा पोखिए मज्जैसित। पेट भरिन्छ रङ्गाउला तिम्रो शिर मैले जिम्मा लिए सिकेको पीर भन्ना साथ मुहार उज्यालियो कठै दीपिकाको फेरि पनि। भनेपछि म तिम्रो सङ्गिनी सदा जीवन भो अब रङ्गिनी के मात्र भनेकी थिइन्। पटक्कै चुप बस्न सकेनन् कुलेन्द्र दीपिकालाई हेरेर। खोलेपछि मायाले दन्त मेरो मन त जाँदैन कहीँ अन्त भनिदिएपछि विश्वासिलो माया झर्यो दीपिकाबाट उसै गरी। मैलाई हेरी तिम्रो मन भुलोस् चाहन्छु अन्त मन नडुलोस् भनिसक्दा नसक्दै निकै सुमधुर अनि प्रेमिल भावमा जमेको उत्कृष्ट दोहोरी दर्शक श्रोताको हेर्ने चाहना रहँदा रहँदै दुवै दोहोरी कलाकारले दोहोरीमा बिट मार्छन्। हाम्रो पनि उच्च सम्मान छ सारङ्गी संसार लाइभ दोहोरी घर अनि तपाईँ हाम्रै मनमुटुमा बस्न सफल दोहोरी कलाकार कुलेन्द्र विश्वकर्मा र दीपिका बयम्बु प्रति।
हौस् त आदरणीय दर्शक, आजको यो भिडियो यहाँलाई कस्तो लाग्यो हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। मन परेमा यस च्यानलसँग जोडिन समेत आग्रह गर्दै यहाँहरूकै सुख दुःखको साथी म दिपेन्द्र घिमिरे आजको यो प्रेमिल बसाइबाट उजेल परेँ। हवस् त, नमस्ते, नमस्कार।